सबजे लामोदै साहे सबजे लामोदै ओगला परला लाडोदा Amayle hoy amayle amayle hoy amayle yada so namba denmola Somda çobo pulla shalala da pulla hara hara lazinam madevla da pulla la sine puneda choko changmo pulla la de devla sewa sedgyam pulla la ganaba tambara Sola so kapula sano wale kalvaso nyano wale tamaso nala noro puja jase lada mo so sai mala sa sai no mala sa sai bambo ja ja to sai no tuna ja ja
हुन्छ नि आमाले जन्मै हुर्काएको ठाउँ माने डाँडाको गुम्बामा जाऊ बुद्धको सामु कसम खाऊ माने डाँडाको गुम्बामा जाऊ बुद्धको सामु कसम खाऊ एकैले नछुट्ने पिरदैन आमाले जन्मै हुर्काएको सँगसँगै बाख्रा धपा बिर्सकी मैचले ठर्स्यो सँगसँगै बाख्रा धपा सुयुम्बाको छेलपारी माया र प्रीति लगाको सँगसँगै बाख्रा धपाको माया र प्रीति लगाको सँगसँगै बाख्रा धपाको छोरा म एउटा खुसी पो हुनु छ कुल देउता आङ्गीको छोरा म एउटा I'm gonna
स्वर्गमा पनि हुन्छ रे काम स्वर्गमा पनि हुन्छ रे काम छुलाङ हाम्रो पुर्खाको खुट्टाको सामु कसम
सर्वकालदेखि नै हिमेल रूपले भाषा संस्कार कल्चर यी कुराहरूमा मैले एकचोटि त फेरि बोल्नै पर्ने सोध्नै पर्ने हुन्छ पक्कै भाषा बुझ्नुहुन्छ होला नि आफ्नो भाषा जोगाउनुपर्छ भन्ने त चाहिँ अब साँच्चीकै हामीले थाहा छैन भाषा त छ युलको ठाउँ अनुसारको गाउँ अनुसारको भाषाहरू अलिक फरक पर्न जान्छ तैपनि त्यो भाषाले केही अप्ठ्यारो पर्ला पनि त्यस्तो खालको अप्ठ्यारो भाषामा बुझ्न सक्नुहुन्छ कि हुन्न अथवा सकेसम्म अझ त आफ्नै भाषाको चाहिँ अब चाहिँ यता छैन कि एकचोटि म यी कुराहरू बुझ्न चाहिँ काम गरेको सुरुवातमा पहिला यहाँको सिचुएसन यहाँको वातावरण कसैलाई पनि मैबुङको वातावरण सिचुएसन के छ भनेर मैले कुन वातावरणबाट हाम्रो आजको राम्रो घडीको राम्रो साहित्यको कसको भन्दाखेरि महाराजा महारानी हाम्रो ख्यालमो नर्किन मणि रत्न उहाँहरूको निम्तिमा यहाँ बिचमा आमा उहाँहरूको अभिभावकज्यूले मर्जी गराउनु भएको हुनाले म यहाँ बिचमा उभिन आएको छु उभिनलाई धेरै गाह्रो छ र मैले जानेर मैले बुझेर होइन कि उहाँहरूको गराइ अनुसार भनिदिनको लागि कुरा राखिदिनको लागि मात्रै उभिएको म आफै जानेकार चाहिँ होइन भनेर पहिले हजुरहरूको शरणमा पढ्न चाहन्छु भनेर नै मेरो बिन्ती यसैमा र मैले बुझ्दा ओर्दा चाहिँ भुइँकुम्बको केवाको टिन्छन् आमाले चाहिँ होइन वरपरको हाम्रै समाजले कोही कसैले आफ्नो भाषामा केही अब चाहिँ फरकको कारण हुँदा चाहिँ बुझ्न नसक्ला नेपालीमा बाट नै सुरुवात गर्दा राम्रो होला कि भन्ने कुरा भुइँकुम्बको टिन्छन् केवाको आमाले भन्नुभयो भने यहाँ गाउँको एउटा अभिभावक ज्यूले चाहिँ ठिक छ हामी तामाङ हौ आफ्नो जातको भाषालाई सम्मान गर्नुपर्छ आफ्नै जातको भाषाबाट नै सुरुवात गर्दा राम्रो हुन्छ भन्ने कुरा धेरै राम्रो बोल्नु भएको मलाई लाग्छ हुनको बारेको लागि आफ्नै भाषाबाट उठाउन चाहन्छु बिचमा मैले यो पनि बुझ्न चाहन्छु केही शब्दहरू फेरि एकचोटि भुइँकुम्बको निम्तिमा महाराजा महारानी ज्यूहरूको निम्तिमा हजुरहरूको शरणमा भन्दछु कुरा जे जस्तो भए पनि राम्रो घडी राम्रो साहित्यको छेन हो यो साहित्यमा जुन महारानी ख्यालको नर्किनको कर्म दिने टेन्सन आदरणीय पूजनीय आफूकै ठिक आसन ग्रहण गर्न सक्नुहुन्छ भनेर मैले हार्दिक अनुरोध गर्दछु त्यसपछि भुइँकुम्बको जन्म दिने महादरी सँगसँगै आसन ग्रहण गर्न अनुरोध गर्दछु यतातिर तामाङ रिम्टीमा एकदम याङ्लो तामाङ संस्कारी याङ्लो तामाङ रिम्टिमरी चुरी नजिक मलाई यति ठुलो हो कि यति उच्च सहरमात्र सम्मान गर्ने आमाकी मामा रुद्रको उल्टा माओवादी रिम्पोछे पनि असल आफ्नो मान्छेको निम्तिमा असल ग्रहण गर्न सक्नुहुन्छ भनेर मैले विनम्र गर्दछु र सर्वप्रथम यहाँ धर्मको चवा दिने पनि नेपाली ठिक आसन ग्रहण गर्न सक्नुहुन्छ भनेर मैले महिजन अनुरोध गर्न चाहन्छु त्यस्तै गरेर भुइँकुम्बको आशंसा नछुटाउनु है भनेर मैले फेरि पनि दोहोऱ्याउन चाहन्छु र भुइँकुम्बको बुढा माओवादीलाई चाहिँ खैर हामीले त वास्तै नपर्नु भन्ने कुरा पनि सोच नपर्न भन्न सकिन्न बुढा माओवादी पनि
पर्चे कामबारे पर्चेकै ठिया सङ्ग्राम गरिदिन म अनुरोध गर्दछु र चौरे पर्चे र त्यसपछि जुन महाराजा ग्याल्बो मणि नर्बोको जुन कर्म अनुरोध पनि गर्दछु र यस्तै गरेर मार्बुम्बा ग्याल्बो पनि ठिया सङ्ग्राम यसै गरेर जुन मार्बुम्बा पक्षको बुढो माउनी श्याम पनि जन्तीमा लिएर आउनुभएको छ भनेर मार्बुम्बा पक्षको नक्षत्रण भनेर सूचना जारी गरिएको छ ठिया सङ्ग्राम पनि अनुरोध गर्दछु तपाईँ पनि यहाँ छोटफोट भएमा सँगसँगै म सम्झिँदै सङ्ग्राम गराउँदै लानेछु यो किन यसरी भन्नुपर्दा चाहिँ मार्बुम्बा भुइँबुम्बा महाराजा महारानी पक्कै पनि यहाँ ठियासनमा हुनुहुन्छ भन्ने कुरो त मैले सोचेको थियो सर्दले हामीले के देखाइदिएको पनि नाम तामाङ ससनमा जेबा डेलमा गर्नले मात्रै मैले सगुन एउटा बनाएर ल्याउनु भएको छ उहाँ एउटा सगुन हो त्यति मात्रै हो मैले ल्याउनु सक्छु महारानी नर्गिनको पूजनीय आमाले पनि अलिकति प्रश्न सुन्नु भएन होला मैले सुनाइदिने म छु उहाँले भन्नुभएको छ यो शब्द पक्कै पनि सत्य नै होला यो शब्द भएको थियो कि हिजो परम्परामा जे जति रिमझिम सामग्रीमा भए तापनि सजिलो हुने काम गर्नुपर्छ केही दुःख गर्नु पर्दैन एउटा सगुन हात खाली नहुने किसिमले एउटा हातको सगुन मात्रै ल्याउँदा पनि हामीलाई काफी अमृत नै अब स्वीकार गर्छु भनेर चाहिँ भन्नुहुन्छ पक्कै पनि हो कि होइन भिजन आमा यो कुरा शब्द पक्कै पनि हो नै भन्नुहुन्छ हो कि होइन हजुर यो हो नै भन्नुहुन्छ हो कि भयो धनी खाली भयो अब नसुहाउने रहेछ भनेर चाहिँ उहाँले केही अब चाहिँ हात खाली नहुने गरेर खाली आउनुभएको छैन चाहिँ सगुनै लिएर आउनुभएको छ एकदम ठिक छ होइन ठिक छ एकदम अब चाहिँ जे जस्तो रूपले आउनुभएको छ सबै कुरा ठिक छ आइपुगेको छ भन्नुभएको छ त्यसो भए त केही कुरा उहिलेको हो भने पहिलोको हो भने बेहुली महारानीको लागि पनि के छ ज्ञान के छ अब हरेक के छ के ल्याउनु भएको छ भन्ने कुराहरू यावत कुराहरू हुन्छ तर अहिले त्यति साह्रो टिममा जानुपर्ने आवश्यकता देखिँदैन त्यो चलन हाम्रो छँदैछ चलनै काफी छ त्यो चलनले नै हामीलाई पुगिरहेछ अब सार्दै हुनुहुन्छ के त सगुन आफूलाई के ल्याउनु भएको छ सिलो बिहेबाट हो भने सिलो यताको हो भने हजुर हाम्रो चाहिँ तामाङको डम्बो सिलोबाट भन्ने हो यताको सिलोकले चाहिँ के ल्याउनु भएको छ त आफूलाई झेल्सी गर्नलाई दर्शनको लागि भन्दाखेरि दर्शनको लागि पर्सुल बुक लिएर आउनुभएको छ पक्कै मैले देखिसकेको छ कि नै आमालाई मामा यहाँ ल्याउनु भएको छ होइन यी यावत डङ्गहरू कोसिलोहरू अमृतहरू लिएर आउनुभएको छ पक्कै पनि अगाडि बढाउन सक्नुहुन्छ हाम्रो भुइँबुम्बा महारानीलाई अगाडि सार्नु छैन र माया
हिजो आज किन तिमी बोल्दैनौ र माया हिँडेको बाटो बदलिएको छ कसैको तिरैको मेरो लागि त तिमी थियौ अब बदलियो दिशा कसरी भनौँ तिमीलाई बोल्दिन दिरी बढाउन चाहेको होइन मन जसो भएर तिमीले बुझिदिन्थ्यौ भने आज तिमी जस्तो लाग्छ मनभरि तिमीलाई बसेकी यो कुरा थाहा छैन तिम्रो चुपचापले त हो मलाई झन् डर लाग्छ हाँसेर सहरै बसेर तिमीलाई टाढा राखेर मेरो बस्थ्यो तिम्रै माया बसिसकेको कहिले कहीँ डर लाग्थ्यो तिमी रिसाइदिन्छौ कि साँचो बोल्न खोज्दा मैसे मार्दा जेलवा मार्खानी जेलवा मुइखानी जेलवा गेखर गदे पक्कै पनि पुरा तबन ये मला तजी मान्छे पनि अब तजी लारिम जा आबदा जेलवा मारबम बसे मुइबम बसे रंगला नाला चो अब है विदासी मुइबम बसे रंगला आबदा मोसिना लदोबा नाला चाहिँ मादरी आमा जन्मला आमा इन है विदासी महाराजालाई गाइडिङ गराउँदै मेरो आमा मेरो आप्पा भनेर चाहिँ गाइडिङ गर्न सक्नुहुन्छ हजुरहरूले आप्पालाई पर्छु आमालाई आमा ज्ञान सही आप्पा र आमाको दर्शन हजुरले गाइडिङ गरिदिनुपर्छ र लिँदै जान सक्नुहुन्छ हजुरहरू सबैजना उहाँलाई थाहा हुँदैन उहाँलाई गाइडिङ गर्दै अगाडि बढ्दै चाहिँ जान म अनुरोध गर्दछु एकजना दुईजना सगुनमा सहयोगको लागि समय खेर नजाओस् लुसिल तामाङको बोले ढोक्दै आउनु पऱ्यो नि त हजुरको पालन छ त अहिले त पर्दैन मलाई त अब अघि नै यसो गरेर सिधै हाम्रो यो फ्या बोल्छ जुजाली बाबु चाहिँ आजको दिनमा त्यसो गर्नु होइन
घुम्न जा खेसेनन् घनबा अम्बा खोसेनन् चन्दिल लस्कर लसेनन् मासो खानेका जलसैरिन् दुईसो खानेका जलसैरिन् दुईला मेन दो अलसैरिन् याला सन्हम्बा हेल्मुला
यहाँ महाराजा महारानी श्री आपा दर्शन आमा दर्शन टिन्छेन आके ममता दर्शन रंगला टिन्छेन आशेम स्याङ मावली स्याङ बुढमावली स्याङ रंगला नाना आनी बेनादम जेलसे चिन्बा मोला जेलबा टिम दर्शन ढोकला टिम गरे अन्तिम चरण दे दोबा बसेलामा नरेम बेनादम जमादम दम जेलसे जिन्बा मोला महारानी से बेनादम दम जेलसे जिन्बा मोला महाराजा से बेनादम जेलसे जिन्बा मोला दर्शन किन्छु गर मोला नरेम अन्तिम रे जेलबा येखोर गरे जेल दोबा दर्शन न येखोर गरे जा महारानी से महाराजालाई पनि ग्याल्बो त विदासी मन्दासी आहिनमा केर मोक्तन श्यामजु मेमेला बमसरी श्यामजु मेमेला दरवा श्यामजु मेमेला मार्ल दरवा हुइल दरवाला मेन पिल्लर भन्दासी जा मार्बुमबाट जेलबारन बारु पहिलो दरबारमा पिल्लर दा जो नाला दरबारमा खम्बा पिल्लर इना जो सर्वोच्च तबला जो दरबार नाला बहुत जो खम्बा नाला बहुत केम्बला बेवा भन्दासी जो जमाना रे हरेक अवधिमा तामी खाना लान लामा के तामी उहिलेको कुरा अहिलेको के विवरणमा त्यसो सोच्न नगरी आउँदैन नाम्न तल धरती तल धरती से नाम्न त चाहिँ जेलमा रङमा नाम्न त धरती से जेलमा मूल पिल्लर भारत दरबार पहिलो दरबारमा पिल्लर त मूल दरबारमा पिल्लर हिँड्दा शास्त्रमा छ पुरुषको जे जस्तै भए पनि पुरुष त पुरुषै भए पनि फेरि पुरुषको गोडामा चाहिँ अब चाहिँ ठोक्दाखेरि त्यो पुण्य चाहिँ कहिले पनि अब चाहिँ लिन चाहिँ अब पर्ने बेलामा पुण्य लिन नसक्ने त्यो गोडा चोखोको बाबत कहिले फर्काउन नसक्ने खालको त्यस्तो शास्त्रमा चाहिँ लिँदा सुनिन्छ त्यही भएर अलग्गै नचलेर यो उहाँ चाहिँ महाराजालाई ढोक होइन मैले भनिसकेको छ हाम्रो साँच्चीकै सुनको दरबारको मन पिल्लर जति सोझो हुन्छ सोझो नधर्खरेर सोझो पिल्लरले ओर्किन सक्छ तर धर्खर्यो भने के हुन्छ हात चलाउन नपरोस् गोडा नचलाउन नपरोस् सबै आकाश अब सबैको ढोका सक्यो सबैको दर्शन भेट ढोक दर्शन अन्तिम चरणमा अब सन्ध्यको दर्शनको अगाडि बढाउन साँच्चीकै परम्पराको संस्कार संस्कृतिको हामीले पूजा गरेर अगाडि बढाएर गर्न रीतमा ग्रहण गर्न सक्नुहुन्छ आफ्नो आफ्नो संविधानमा
प्रेमाले
यो ढोक दर्शकको क्रममा यो परिचयात्मक कार्यक्रमको चाहिँ अब क्रममा दुवै हार्मुममा भइबको पक्षको दुवै पक्षको आसिङ स्याङको परिचयात्मक हुनुपर्ने देखिन्छ। आसिङ स्याङ माओवादी यहाँ आफ्नो दुवै पक्षको आसिङ स्याङको ढोक दर्शन परिचयात्मक कार्यक्रमको लागि अगाडि बढ्न विनम्र अनुरोध गर्न चाहन्छु। ल सम्झाउनु परिचय दिँदै जाने हजुरहरू दुई सहित भनेर
संख्याबल जीवन सब धन धन काशी बसाई धन धन हो अबेजी खानु से धन छन् काशी बसाई धन धन हो अबेजी खानु से धन छन् अबेजी खानु से धन छन् अबेजी खानु से धन छन् अबेजी साइलेर माइली छोडेर मैले मान्छेलाई रोज्छु साइलेर माइली छोडेर मैले मान्छेलाई रोज्छु हट 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 परराई बस चङ्गा झलक होला तेरै सोच्ने थुप्रै छोरा घरमा त होला तेरै सोच्ने थुप्रै छोरा बाबुले हेर्लान् माइजङलाई बुहारी भन्ने मन गर्ला ओ बाबुले हेर्लान् माइजङलाई बुहारी भन्ने मन गर्ला मजङबालाई ठाट्यो भरे पछि त तिमीलाई गल पर्ला मजङबालाई ठाट्यो भने पछि त तिमीलाई गल पर्ला हट 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 परराई बस चङ्गा घरमा त होला तेरै सोच्ने थुप्रै छोरा घरमा त होला तेरै सोच्ने थुप्रै छोरा मनमा त्यसको हृदय नबस्न भन्न सक्दैनौँ परै घरमा पुगेपछि साथी मोहनको महाराजा आफ्नो साथी कायम भएको छ अघि पछिको साथी त्यो सगुन मेरो कर्म घरमा जाँदैछु भनेर आफ्नो साथी को हुन्छ साथीलाई सगुन यो क्षणमा चुरो चौको समेत छोड्नु परेको क्षण पनि हुन सक्छ यहाँ एउटा सगुन बाँकी छ यो सबै सगुन थियो कुरा के हो भने सन्देहको फोकस हाट्नुहोस् अब त्यो फेरि पनि सक्नुपर्छ एकचोटि सक्नु Savaşın canı olmuş.
राखिदेऊ रे सम छोडेर नगए मोहनी लायौ रे एकहोरो भए सम्हाली राखिदेऊ रे सम छोडेर नगए सम्हाली राखिदेऊ रे सम छोडेर नगए Happy
छैन सोना चुरा हजुरलाई बुझ्दै मनी कहाँ छोरा बसौँला सुखै रे दुखैमा राख चाहिँदैन अरू रे सम्पाए सितै काख बसौँला सुखै रे दुखैमा राख चाहिँदैन अरू रे सम्पाए सितै काख चाहिँदैन अरू रे सम्पाए सितै काख ओहो चरी कहाँ जानी होला मेरा ओहो चरी झै गयो रहेछ मेरा ओहो चरी कहाँ जानी होला मेरा ओहो चरी झै गयो रहेछ मेरा नजरै दौलाले सकाउँदैछ वचनको पक्राले सम्हार्दिनु बिता नजरै दौलाले सकाउँदैछ वचनको पक्राले सम्हार्दिनु बिता वचनको पक्राले सम्हार्दिनु बिता सोली बगौली हेरक सागुन गनबर तम्बागम फुले सोली बगौली हेरक सागुन गनबर तम्बागम फुले मागी माबिहे भयो आजा छोरी त दियो आश्यले मागी माबिहे भयो आजा छोरी त दियो आश्यले झन्झर माछालाई छेउला आश्यङ सँगलाई काफुला हाम्रो गाउँ
मनमुटु कहिले नि नफाटोस् माया त कहिले नि नघाटोस् मनमुटु कहिले नि नफाटोस् डम्फुरे तम्बाको आशिषले सोचेको सबै पुरा होस् 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 डम्फुरे तम्बाको आशिषले सोचेको सबै पुरा माया त कहिले नि नघाटोस् मनमुटु कहिले नि नफाटोस् माया त कहिले नि नघाटोस् मनमुटु कहिले नि नफाटोस् डम्फुरे तम्बाको आशिषले सोचेको सबै पुरा होस् 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 डम्फुरे तम्बाको आशिषले सोचेको सबै पुरा अगाडि बढ्नु स्याजु हे ल स्याजु हे मोक्तान स्याजु हे मोक्तान स्याजु हे सागुन गनबर तम्बारम फुले मागीमा बिहे भयो आजा छोरी तरियो आश्याले मागीमा बिहे भयो आजा छोरी तरियो आश्याले चाङ छर माछालाई छेफुल्ला आश्याङ स्याङलाई फ्याफुल्ला साहित्य हेरेको लोखामा पानी मिलेको चेहेमा साहित्य हेरेको लोखामा पानी मिलेको तामाङ रिमठी बुझाइ चाङछर आज ल्याएको तामाङ रिमठी बुझाइ चाङछर आज माया त कहिले नि नघाटोस् मनमुटु कहिले नि नफाटोस् माया त कहिले नि नघाटोस्
मनमुटु कहिले नि नफाटोस् डम्फुरे तम्बाको आशिषले सोचेको सबै पुरा होस् 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 डम्फुरे तम्बाको आशिषले सोचेको सबै पुरा